यो वर्षका लागि ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्सको नयाँ भर्ती प्रक्रिया अब केही दिनमा खुल्न गइरहेको छ र हामीले यसमा दर्ता गर्नका लागि फर्म कसरी भर्ने, कहिलेदेखि भर्न मिल्छ र फर्म भर्दै गर्दाखेरि हामीले अब अहिले ध्यान दिनुपर्ने कुराहरू के हो, हामीलाई के आवश्यक पर्छ भन्ने विषयमा चाहिँ आज हामी बुझ्न गइरहेको छौँ। त्यसैले गर्दाखेरि तपाईँहरू पनि यो वर्ष भेट्न इन्ट्रेस्टेड हुनुहुन्छ भने पक्कै पनि यो भिडियो हेर्नु होला। ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्सको भर्ती प्रक्रिया खुल्दै गर्दा सबैभन्दा सुरुमा खुल्ने गरेको चरणलाई हामी भन्छौँ अनलाइन रेजिस्ट्रेसन। तपाईँ यदि यो वर्ष भिड्छु भन्न सोच्नु भएको छ भने तपाईँले अनलाइन रूपमा आफूले आफूलाई दर्ता गराउनुपर्छ, जसलाई अनलाइन रेजिस्ट्रेसन भन्छौँ। यदि तपाईँ अनलाइन रेजिस्ट्रेसन गर्न छुट्नु भयो भने तपाईँ चाहिँ त्यो वर्ष भिड्न पाउनुहुन्न। त्यसैले गर्दा यो एकदमै इम्पोर्टेन्ट फेज हो र यो अनलाइन रेजिस्ट्रेसन कहिले खुल्दैछ भन्दाखेरि तपाईँको नेपाली डेटमा हामीले कुरा गर्ने हो भने 2082 साल यही फागुन 23 गतेदेखि चैत्र 23 गतेसम्म अनलाइन रेजिस्ट्रेसन खुल्ला रहनेछ। यसको लागि तपाईँले कहाँ गएर भर्नुपर्छ भन्दा अफिसियल वेबसाइट www.army.mode.uk/BGN मा गएर त्यहाँ तपाईँले अनलाइन लिङ्क भेट्नुहुन्छ, जुन हामी पनि तपाईँलाई सिकाउनेछौँ। आत्तिएर नभर्नु होला, तपाईँले केही समय धैर्य गर्नु होला। हामी डेमोन्स्ट्रेसन भिडियो पनि ल्याउँछौँ कसरी भर्नुपर्छ मोबाइलबाटै भन्ने विषयमा पनि। र यो डेट रह्यो, तपाईँले फेरि पनि यसलाई चाहिँ बुझ्नु होला। तपाईँको फागुन 23 गतेदेखि चैत्र 23 गतेसम्म अनलाइन रेजिस्ट्रेसन गर्न पाउनुहुनेछ। इङ्ग्लिस डेटको कुरा गर्ने हो भने 7 मार्चदेखि 6 अप्रिलसम्म ब्रिटिस आर्मी या सिङ्गापुर पुलिस फोर्स तपाईँ कुनमा जान चाहनुहुन्छ त्यसमा चाहिँ तपाईँले अनलाइन रेजिस्ट्रेसन गर्न सक्नुहुन्छ, अथवा यसलाई भनौँ ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्सको नयाँ भर्ती प्रक्रियामा तपाईँ सरिक हुन पाउनुहुन्छ। यो जो जति पनि भिड्न चाहनुहुन्छ सबैले गर्नुपर्छ। यदि छुट्नुभयो भने तपाईँ यो वर्ष खुल्दै गरेको ब्रिटिस र सिङ्गापुरमा भिड्न पाउनुहुन्न। सो डोन्ट मिस दिस अपर्च्युनिटी। अब यसमा हामीले बुझ्दै गर्ने हो भने यो अनलाइन रेजिस्ट्रेसनमा के भर्नुपर्छ र यो अनलाइन रेजिस्ट्रेसन गर्न चाहिँ अब के चाहिन्छ त हामीलाई भन्ने विषयमा बुझ्न पनि जरुरी छ। यो अनलाइन रेजिस्ट्रेसन गर्नको लागि तपाईँलाई पासपोर्ट आवश्यक पर्दैन। पासपोर्ट पछि फेज 1 रेजिस्ट्रेसनमा जाँदा चाहिँ तपाईँले ल्याउनै पर्छ। तर अहिलेको अनलाइन रेजिस्ट्रेसनको लागि पासपोर्ट आवश्यक पर्दैन, तर यसमा तपाईँलाई नागरिकता चाहिँ आवश्यक पर्छ। तपाईँको नागरिकता नम्बर त्यहाँ हामीले प्रविष्ट गर्नुपर्छ अथवा इन्ट्री गर्नुपर्छ, जुन तपाईँको अफिसियल वेबसाइटमा त्यहाँ एउटा लिङ्क दिएको हुन्छ अनलाइन रेजिस्ट्रेसनको लागि। त्यहाँ तपाईँले जाँदै गर्दा आफ्नो पुरा नाम त्यहाँ लेख्नुपर्छ, आफ्नो घर लेख्नुपर्छ र त्यसै गरी नागरिकता नम्बर तपाईँले त्यहाँनिर इन्ट्री गराउनुपर्छ र तपाईँ कुन जिल्लाबाट हो त्यो जिल्ला चुज गर्नुपर्छ। प्लस तपाईँ ब्रिटिस आर्मीमा जाने हो कि सिङ्गापुर पुलिस फोर्समा जाने हो त्यो एउटा अप्सन चुज गरेर तपाईँले सबमिट गर्नु भएपछि बल्ल तपाईँको अनलाइन रेजिस्ट्रेसन कम्प्लिट हुन्छ। अब यो अनलाइन रेजिस्ट्रेसन गर्दै गर्दाखेरि यी जुन कुराहरू मैले अहिले भने यो कुनै पनि मिस्टेक हुनु हुँदैन। जस्तै तपाईँले अहिले सिङ्गापुर पुलिस फोर्स चुज गर्नुभयो, पछि चाहिँ म चाहिँ होइन ब्रिटिसमा जानुपर्ने थियो, झुक्केर मैले चुज गरेँ भन्न चाहिँ फेरि पाउनुहुन्न। त्यसैले गर्दाखेरि तपाईँले कुनमा भिड्ने हो भन्ने विषयमा पनि अब तपाईँको माइन्ड सेट चाहिँ अहिलेदेखिको क्लियर गर्नु पर्यो। आइदर तपाईँ सिङ्गापुरको लागि चुज गर्नु पर्यो अर तपाईँ ब्रिटिस आर्मीको लागि चुज गरेर अगाडि बढ्नु पर्यो। र तपाईँले अब अनलाइन रेजिस्ट्रेसन पनि गरिसक्नु भयो भने यसपछिको अर्को चरण जुन फेज 1 रेजिस्ट्रेसन आउँछ त्यसको लागि यो अनलाइन रेजिस्ट्रेसन गरेको जति सबैको नेम चाहिँ त्यहाँनिर आउँछ, जसलाई हामी रिजल्ट पनि भन्न सक्छौँ अनलाइन रेजिस्ट्रेसनको। त्यो चाहिँ चैत्र 25 गते अफिसियल वेबसाइटमा जतिले पनि अनलाइन रेजिस्ट्रेसन गर्नुभयो उहाँहरूको नाम आउँछ त्यहाँनिर र तपाईँ कहिले कुन क्याम्पमा जाने भन्ने विषयमा डिटेलहरू त्यति बेला पब्लिस गरिन्छ। सो त्यसैले गर्दाखेरि जो जति पनि यो वर्ष भिड्छु भन्न सोच्नु भएको छ, यो अनलाइन रेजिस्ट्रेसन एकदमै इम्पोर्टेन्ट फेज हो यो भर्ती प्रक्रियाको लागि ब्रिटिस र सिङ्गापुरको। जो जति भिड्छु भन्न सोच्नु भएको छ सबैले अनलाइन रेजिस्ट्रेसन कम्पलसरी अनिवार्य रूपमा गरेको हुनुपर्छ। सो तपाईँको साथीहरू पनि कोही यदि भिड्छु भन्न सोच्नु भएको छ भने यो भिडियो उहाँहरूसम्म पुऱ्याइदिनु होला। बी रेडी फर द अनलाइन रेजिस्ट्रेसन। अब केही दिन मात्रै बाँकी रहेको छ।